नमस्ते दर्शकबिन जति पनि दर्शकहरू हुनुहुन्छ फेरि एउटा नयाँ भिडियो र योमा चाहिँ ठुलो ठुलो कम्पनीहरूको चाहिँ इक्जाम्पल दिन्छु कि उनीहरूले चाहिँ असफल कहिले बन्नै चाहेन, कसरी सफल भयो त्यहाँ मात्रै फोकस गरे। यो होइन कि ट्राई गरे भएन यार छोड्दै अर्को फेरि ट्राई गर्ने हैन। सफल हुने हो, छोड्ने होइन। कहाँ मिस्टेक गरेछ त्यसले सोचाउनु पर्छ हैन। तर गर्ने भनेको त्यही हो हैन। जुन छ नि गोललाई चेन्ज गर्ने होइन, प्लानलाई चेन्ज गर्ने हो कि प्लानमा कहाँ समस्या छैन। प्लान एउटा तपाईँ गर्नु भएछ, त्यो प्लान अनुसार तपाईँको काम भएन भने गोल चेन्ज गर्ने हो कि प्लान चेन्ज गर्ने हो हैन। ठुलो ठुलो कम्पनीहरूको म इक्जाम्पल यो भिडियोमा दिन्छु हैन। गुची यो कम्पनी तपाईँलाई थाहा छ कति ठुलो छ हैन। यसको बेगहरू हेर्नुभयो भने डलरमा आउँछ हैन। तर यिनीहरू चाहिँ सुरु कसरी भयो थियो हैन। इक्जाम्पल लिनुपर्ने हुन्छ कि जिरोबाट सुरु गरे थिए। अहिले तपाईँको थाउजन्ड भन्दा नि बढीको चाहिँ डलरको यिनीहरूको एउटा सानो बेग, सानो एउटा चिजहरू छ, यति महँगो छ। त्यही पनि मान्छेहरू के गरेछ, अहिले ब्रान्ड बनेको छ। अहिले अटोमेटिक सेल हुन्छ हैन। त्यसको नामै काफी हो हैन। लाइफमा जबसम्म तपाईँ रिस्क लिनु भएन भने कुनै स्टोरी बन्दै बन्दैन। रिस्क तपाईँले लिनै पर्ने हुन्छ हैन। कुनै काम तपाईँ गर्नुभयो भने बिना मेहनतको के त्यो काम हुन्छ? हुँदैन नि। कुनै पनि काम इक्जाम्पल लिनुहोस् न। अहिलेको समयमा हेर्नु कोही मान्छे चाहिँ 500 रुपियाँ लिएर दिनभरि काम गरे हुन्छ। कोही मान्छे चाहिँ दिनको 3000 रुपियाँ लिन्छ तर त्यो चाहिँ केही काम गर्दैन, बसिरहेको हुन्छ। कसैले इन्ट्रेक्सन दिइरहेछ, कसैले यो गर्नु त्यो गर्नु, त्यसैमा चाहिँ त्यो दिनको 3000 गरिरहेछ हैन। तर यो भित्र चाहिँ के छ तपाईँ बुझ्नुभयो पोइन्ट? उसले चाहिँ 3000 जुन गरिरहेछ नि त्यसले चाहिँ एकदमै धेरै मेहनत गरेको छ। यो 500 रुपियाँ जुन मेहनत गरिरहेछ नि त्यसले चाहिँ रिस्कै लिएन कि लाइफमा। त्यसले जहिले नि इजी चुज गर्यो, यानि कि इजी छ रेगुलर काम गर्ने, त्यसैमा चाहिँ हामी ह्याप्पी हो भनेर दिनको लिइरहेछ नि त्यसले चाहिँ मेहनत गरेको हो हैन। म तपाईँहरूले चाहिँ स्टोरी भन्न चाहन्छु हैन कि एकजना मान्छे पेन्टिङ बसिरहेको थिए हैन। उसले चाहिँ 5 मिनटमै पेन्टिङ एउटा बनाइदिए हैन। बुढो मान्छे थियो तर मान्छेहरूले देखेपछि हो 5 मिनटमै पेन्टिङ बनाइदियो भनेर उसलाई भनेको छ। तर त्यो बुढोले के भनेछ थाहा? यो पेन्टिङ सिक्नको लागि मलाई चाहिँ धेरै समय लाग्यो, त्यही भएर म अहिले चाहिँ 5 मिनटमै यो पेन्टिङ बनाउन सक्छु। तर म जुन सेक्रिफाई गरेँ, जुन मेहनत गरेँ, जुन मेरो वर्षहरू मैले यो सिक्नमा गमाएँ त्यो चाहिँ मान्छेहरूले चाहिँ याद गर्दैन, त्यो चाहिँ भेल्यु गर्दैन। तर अहिले चाहिँ 5 मिनटमै कसरी बनायो भने सिकिन्छ। त्यस्तै हो, हरेक मान्छेको ब्याकमा एउटा स्टोरी हुन्छ जुन एकदमै दर्दनाक स्टोरी हुन्छ। जबसम्म दर्दनाक स्टोरी हुँदैन त्यो मान्छे चाहिँ अगाडि बढ्दैन हैन।